यहाँहरू सम्पूर्णलाई म कुम्बीर विश्वकर्माको तर्फबाट नमस्कार अनि स्वागत भन्न चाहन्छु। सबैजना सन्चै आरामी हुनुहुन्छ होला भन्ने आशा अपेक्षा राखेको छु र आजको यो भिडियोमा चाहिँ ट्याप सम्बन्धी जानकारी दिनको लागि उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। विशेष गरी पछिल्लो क्रममा धेरैजना साथीहरूले सोध्नु भएको छ, ट्याप सेन्स सेक्योर छ कि छैन, सेफ छ कि छैन, हामीले कसरी पैसा पठाउन सकिन्छ लगायतका विषयहरूमा चाहिँ तपाईँहरूले चाहिँ सोध्नु भएको छ र त्यही परिप्रेक्ष्यमा चाहिँ रहेर आज म कुराकानी गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र तपाईँहरूले चाहिँ अकाउन्टलाई कसरी बनाउने, अकाउन्ट भेरिफाई कसरी गर्ने, नेपाल पैसा कसरी पठाउने लगायतका विषयहरूमा चाहिँ मैले अलरेडी यही च्यानलमा चाहिँ भिडियो बनाइसकेको छु। तपाईँहरूले च्यानलमा गएर चेक गर्न सक्नुहुन्छ। र ट्याप सेन्स सेक्योर छ कि छैन, ट्याप सेन्सलाई हामीले चाहिँ प्रयोग गरिसक्यो भने पैसा हाम्रो चाहिँ कतै डुब्ने हो कि फस्ने हो कि लगायतका प्रश्नहरू पनि सोध्नु भएको छ। ट्याप सेन्स प्रयोग गर्नुभयो भने, ट्याप सेन्स चाहिँ तपाईँले चलाउनु भयो भने चाहिँ तपाईँहरूलाई कुनै पनि त्यस्तो घाटा छैन, कुनै पनि त्यस्तो समस्या आउँदैन, एकदमै सेक्योर छ। मैले पनि करिब 3 वर्ष भइसक्यो ट्याप सेन्स चलाउन लागेको, अहिलेसम्म त्यस्तो पैसा काटेको रेकर्ड चाहिँ छैन है। र तपाईँले चाहिँ मजाले ढुक्कसँग चाहिँ नेपाल पैसा पठाउन सक्नुहुन्छ र अकाउन्ट बनाएर चाहिँ तपाईँहरूले नेपाल पैसा पठाउन सक्नुहुन्छ। र कसरी बनाउने भन्ने विषयमा तपाईँलाई खुल्दुली छ, थाहा छैन भने चाहिँ अकाउन्टमा गएर चेक गर्न सक्नुहुन्छ। मैले त्यहाँ डिटेल्ली रूपमा सिकाएको छु र तपाईँहरूले चाहिँ आफ्नो एड्रेस, आफ्नो नाम, ठेगाना, डेट अफ बर्थ राखेर तपाईँले अकाउन्ट बनाउन सक्नुहुन्छ। र एड्रेस भेरिफाई कसरी गर्ने भनेर धेरैजना साथीहरूले सोध्नु भएको थियो। एड्रेस भेरिफाई चाहिँ तपाईँको जुन बैंकमा योभन्दा अगाडि तपाईँले पैसा पठाउनु भएको भाउचर मिलेको हुन्छ, त्यो भाउचरको फोटो खिचेर त्यहाँनिर अपलोड गर्न सक्नुहुन्छ। र त्यो अपलोड गरिसक्नु भयो भने चाहिँ तपाईँहरूले चाहिँ तपाईँको अकाउन्ट भेरिफाई हुनेछ। अकाउन्ट भेरिफाई भइसक्यो भने तपाईँहरूले मजाले पैसा पठाउन सक्नुहुन्छ। र पैसा पठाउनको लागि तपाईँहरूले नेपालको सिटी एक्सपिरियन्स अथवा तपाईँको नेपालको आफ्नो बैंक अकाउन्टमा चाहिँ पैसा पठाउन सक्नुहुन्छ। र सिटी एक्सपिरियन्समा पठाउने बेला चाहिँ तपाईँहरूले चाहिँ आफ्नो कोड मिल्छ, एउटा कोड दिनुभयो भने आफ्नो घर परिवार, आफ्नो साथीभाइले चाहिँ पैसा पठाउन मिल्छ साथीहरू। र एकदमै इजी रहेको छ यो चाहिँ, त्यस्तो झन्झट छैन। पैसा पनि तपाईँको पठाएको 5 मिनटभित्रमा तपाईँको अकाउन्टमा पुगेको हुन्छ र तपाईँहरूले चाहिँ यसमा एकदम इजी तरिकाले पठाउनुहुन्छ। र फर्स्ट ट्रान्जेक्सन गर्दा चाहिँ तपाईँहरूलाई 50 दिराम पनि बोनस मिल्ने भएको हुनाले चाहिँ मेरो डिस्क्रिप्सनमा राखेको कोड युज गर्नुभयो भने चाहिँ तपाईँहरूले चाहिँ बोनस पनि प्राप्त गर्न सक्नुहुन्छ फर्स्ट टाइममा पठाउने बेला। र यति भन्दै आजको यो छोटो मिठो जानकारीबाट भने म कुम्बीर विश्वकर्मा पनि ओझेल पर्न चाहन्छु। फेरि यस्तै तपाईँहरूले कमेन्टमा लेख्नुहोला, यस्तै जिज्ञासा तपाईँहरूको मेट्नको लागि म फेरि अर्को भिडियोमा आउने नै छु। तबसम्मको लागि बिदा दिनुहोस्। हस्त, नमस्कार।